निद्रा लाग्दैन मलाई निद्रा लाग्दैन सपनीमा हजारौं शहीदहरू आई सोध्छन् खोइ त त्यो नेपाल खोइ त त्यो नेपाल जसको निम्ति हामीले आहुति दियौं निद्रा लाग्दैन मलाई निद्रा लाग्दैन विपनीमा हजारौं आमा आई सोध्छन् खोइ त त्यो नेपाल खोइ त त्यो नेपाल जसको निम्ति हामीले कोख रित्यायौं हामीले विभिन्न नाममा कहिले व्यवस्था परिवर्तनको नाममा कहिले अवस्था परिवर्तनको नाममा कहिले के को नाममा कहिले के को नाममा चाहिँ धेरै नेपाली आमाहरूको कोख रित्याएका छौं राजनीति गर्ने मान्छेहरूले यो देशमा धेरैले आफ्नो ज्यानको आहुति दिएका छौं दिनुभएको छ ती सम्पूर्ण महान शहीदहरूलाई विभिन्न कालखण्डमा ज्यान गुमाउनुभएका शहीदहरूलाई हार्दिक सलाम गर्न चाहन्छु श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र यसरी प्राप्त उपलब्धि हामीले संस्थागत गर्दै अगाडि बढ्ने हो या पछिल्तिर फर्किने हो केही दिन यता सुन्नमा आएको छ अब त्यसरी हजारौं हजार शहीदहरूको शहादत बलिदानी पछाडि प्राप्त व्यवस्था नै राख्नु हुँदैन भन्ने खालको बहसहरू भइरहेको छ अरे भन्ने कुराहरू सुन्दाखेरि म खबरदारी गर्न चाहन्छु फेरि मुलुकमा त्यो खालको हैन शहीद हुनुपर्ने गतिविधि हामीबाट हुनु हुँदैन कोही कसै त्यस्तो चाहिँ नि बौद्धिक विद्वान व्यक्तिहरू त्यसतर्फ सोचिराख्नु भएको छ भने म अनुरोध गर्न चाहन्छु त्यसतर्फ नसोचौं अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ व्यवस्थाले मात्रै परिवर्तन गरेर हाम्रो चाहिँ नि जीवन स्तर उक्सिन सकेन भनिसकेपछि अब हामीले रगत होइन पसिनाको क्रान्ति गर्नुपर्छ काम गर्नुपर्छ हामी यहाँ 2-2 घण्टा 5-5 घण्टा भाषण गरेर बसे पनि काम गर्न सक्दैनौं काम प्रतिको हाम्रो चाहिँ नि धारणा हामीले परिवर्तन गर्न सक्दैनौं भने देशले समृद्धि हासिल गर्न सक्दैन अझै पनि हामी देख्न सक्छौं हजारौंको संख्यामा युवाहरू इन्टरनेशनल एयरपोर्टको हैन डिपार्चर हुँदै विदेश गइरहेका छन् हाम्रो भविष्य यही देशमा हामीले कहिले भेटाउने कहिले खोज्ने हाम्रो भविष्य खोज्नका लागि भविष्य भेट्नका लागि हामी विदेश जानु परेको छ यो सिलसिला हामीले अन्त्य गर्नुपर्छ यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ नि कुराकानीहरू भइरहेका छन् सल्लाहहरू भइरहेका छन् हामीलाई जानकारी प्राप्त छ फन्डामेन्टल्स अफ द कन्स्टिट्युसन मा संघीयता समावेशी र धर्मनिरपेक्षता म चाहिँ यो तीनटा कुरा देख्छु यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ नि दुर्घटना हामीले जानेर नजानेर हैन सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौं र विगतमा हामी जस्तै राजनीति गर्छु देश बनाउँछु भन्ने खालका मान्छेहरूले गरेको खालको गल्ती हामी फेरि चाहिँ नि तपाईको गर्न बाध्य हुनेछौं जान अनजान त्यसले गर्दाखेरि म यहाँहरु सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु त्यसतर्फ द फन्डामेन्टल्स ती आधारभूत संरचनाहरू जुन छन् ती आधारभूत संरचनाहरूलाई राखेर हामीले अरु के गर्ने हो हैन अरु हामी चाहिँ नि गर्न सक्छौं तर ती फन्डामेन्टल्सलाई नछोइयोस् भनेर म सरकारलाई सम्बन्धित पक्षलाई सबैजनालाई हार्दिक निवेदन पनि गर्न चाहन्छु भर्खरै महाकालीतिर पुगेको थिएँ त्यहाँ त्यो क्षेत्रको सांसद त म होइन तर यो देशको मान्छे यो देशको एउटा नागरिक भएको नाताले मेरो देशैभरि विकास होस् भन्ने चाहना म राख्दछु त्यसो भएको कारणले गर्दाखेरि त्यहाँका सम्बन्धित सांसद माननीय तपाईको चाहिँ नि ज्यूको पनि अनुमति लिँदै त्यो टिङ्कर सडक भन्ने रहेछ त्यहाँ त्यो टिङ्कर सडक चाहिँ तपाईको चाहिँ नि खेरि टिङ्कर भन्ज्याङ पुर्याउने 1 नम्बर पिलरसम्म पुर्याउनु पर्ने सडक रहेछ त्यो सडक चाहिँ बन्न सकेको छैन प्रत्येक वर्ष 1 करोड 4 करोड यस्तो खालको मात्रै चाहिँ तपाईँ पैसा चाहिँ विनियोजित हुने रहेछ
हामी भन्छौँ राष्ट्रिय योजना, राष्ट्रिय गौरवका योजनाहरू भन्छौँ, थुप्रै हाम्रो योजनाहरू छन्, गरि पनि राखेका छौँ, कोसिस गरिरहेका छौँ, सबैले गर्नु खोजेकै हो। तर हाम्रो राष्ट्रिय गौरवको योजना चाहिँ सीमावर्ती क्षेत्रमा हुनुपर्छ भन्ने म चाहिँ भन्न चाहन्छु। पारिपट्टि हेऱ्यो, लिपु लेकको तपाईँको नाका जाने मजाको 2 लेनको चिल्ला सडक, वारिपट्टि हेऱ्यो बिजोग अवस्था, ढुङ्गा झरिराखेको, पहिरो झरिराखेको, होइन, मुस्किलले हल्लिँदै उफ्रिँदै गयो। मिस्टेक भयो भने तल तपाईँको 1 किलोमिटर जति भर्टिकल्ली महाकालीमा खस्नुपर्ने अवस्था। पारिपट्टिबाट भारतबाट घुमेर जाँदाखेरि 2 घन्टामा खलङ्गा पुग्ने रहेछ, वारिपट्टिबाट जाँदाखेरि 1 दिन लाग्ने रहेछ, फेरि गाडी चल्दैन, रिजर्भ ल्याउनु पर्ने। पारिपट्टिबाट आइसी 200 रुपियाँ तिरेर खलङ्गा पुग्न सकिँदो रहेछ, वारिपट्टि तपाईँको गाडी रिजर्भ गर्दा 25,000 देखि 30,000 रुपियाँ तिर्नुपर्ने रहेछ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ तपाईँको दुम्लिङ एरियाका मान्छेहरू चाहिँ इलिगल्ली तुइन थापेर जेसुकै होस् बरु पारिपट्टिबाट जाउँ भनेर चाहिँ तपाईँको तर्दाखेरि प्रत्येक घरमा 1 जना 2 जना मान्छे चाहिँ बितेका रहेछन्। त्यसतर्फ सरकारले गम्भीर ध्यान आकर्षण गर्नुपर्छ र त्यो तिङ्कर सडक जति सक्दो चाँडो बनोस्, होइन, हाम्रो देशमा पनि बाटो होस्। हाम्रो देशप्रति चाहिँ हाम्रो तपाईँको नेपाल के अरे पट्टि चाहिँ बाटो नबन्दाखेरि यो एउटा लाजमर्दो कुरो पनि छ, हाम्रो दुःखको कुरो त कति छँदैछ। त्यसो भएको कारणले गर्दाखेरि त्यो सडक भनेको हाम्रो सीमा रक्षा पनि हो। अहिले सिमानाको कुरा थुप्रै आइराखेका छन्। एरोस्ट्रमबाट प्रधानमन्त्रीज्यूले आफ्नो चाहिँ कुरा सच्याउनुपर्छ भन्ने माग पनि हामीले राख्दै आइरहेका छौँ। यदि सिमाना साँच्चै नै रक्षा गर्ने भने सीमावर्ती क्षेत्रमा हामीले स्तरीय बाटाहरू बनाऊ, बरु भित्रका बाटाहरू नबनाऊ, है, ढिलो त्यस्तो चाहिँ पैसा छैन भने अलि पछि बनाऊ, तर सीमावर्ती क्षेत्रमा हामीले विकास गरिएन भने हाम्रो राष्ट्रियता पनि कमजोर हुन्छ भन्ने तर्क मेरो हो। कतिलाई त लागिरहेको थियो हामी त पारिकै भए पनि हुन्थ्यो भन्ने पनि त्यहाँनिर नेपालीहरूले भनिराख्नु भएको थियो। नेपाली भएर जन्मिनुमा उसले आफूलाई दोषिरहेको छ। यो गल्ती कसको हो भन्दाखेरि तपाईँ हामी जस्तै राजनीति गर्ने मान्छेहरू। यहाँनिर 100 दिन सरकारले कटेको छ। म त्यस्तो क्रिटिकल्ली यस्तो गर्नु भएन उस्तो गर्नु भएन पनि भन्दिनँ। म 100औं वर्ष लगाएर बिगारेको देशलाई 100 दिनमा बनाउन सकिँदैन पनि। कोसिस गर्नुभएको छ, कोसिस गर्नुभएको छ, होइन, कोसिस गरिरहनुहोस्। हाम्रो सरसल्लाह सहित तपाईँहरूले चाहिँ के अरे कोसिस गर्नुभयो भने, हाम्रो पनि विचारहरूलाई मिसाएर कोसिस गर्नुभयो भने सफलता अलि छिटो प्राप्त हुन्छ भन्ने मलाई लाग्छ। र हामीले यसरी दिने भनेको प्रतिपक्षले भनेको डेटाहरू हो। म जे गएर देखेर आएँ त्यही कुराको डेटा यहाँ दिइराखेको छु, फ्याक्ट दिइराखेको छु। त्यो फ्याक्टलाई हेरेर तपाईँहरूले पोलिसिज एन्ड प्रोग्राम्स बनाउने हो, त्यसलाई कार्यान्वयन गर्नु होला। शुभकामना दिन चाहन्छु। सुकुम्बासी अव्यवस्थित बसोबासीको कतिको चाहिँ के अरे घर भत्काइएको छ, होइन, पुनर्वासको व्यवस्था होस्। उहाँहरूलाई त्यो होल्डिङ सेन्टरबाट ल निस्किहाल गइहाल भन्ने खालको छैन, तपाईँको निर्देशन पनि दिएको छ भन्ने जानकारी प्राप्त छ। त्यसो पनि नहोस्। नेपाली नागरिकलाई नेपाल सरकारले माया नगरेर विदेशको सरकारले माया गर्ने कुरो हुँदैन। यो धनी पूर्जा वितरण गर्ने काम पनि कहीँ कतै भयो अरे भन्ने कुरा सुनेको छु। धन्यवाद दिन चाहन्छु यदि त्यो साँच्चै नै हो भनेदेखि। अब त्यति 1-2वटा मात्रै दिएर हुँदैन होला। यो धनी पूर्जा वितरणमा पनि निष्पक्ष भएर मेरो पार्टीका मान्छे, मलाई भोट दिने मान्छे, त्यो ठाउँबाट चाहिँ हामीले जितेको भन्ने हिसाबले मात्रै होइन। त्यो खालका तपाईँको आग्रह पूर्वाग्रह राखेर विगतमा थुप्रै आयोगहरू बने। त्यसले गर्दा ती आयोगहरूलाई हामीले विघटन गऱ्यौँ। 35-35 वर्षसम्म, 40-40 वर्षसम्म, 50-50 वर्षसम्म हामीले धनी पूर्जा दिन सकेनौँ भनेर पनि सरकारले भनिरहेको छ। सत्तापक्षले त्यो भनिरहेको कारणले गर्दाखेरि तपाईँहरूको व्यवहारमा चाहिँ फेरि त्यो खालको कतै पनि छनक भनक नदेखियोस्, महसुस नहोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु। सहकारी पीडितहरू थुप्रै तपाईँको छैन अझै पनि आफ्नो पैसा वापस नपाएर आन्दोलन गरिरहेका छन्। हामीले फिर्ता गऱ्यौँ भन्नुभएको छ सरकारले। अस्ति भर्खर मन्त्रीज्यू उभिएर भन्नुभएको छ यहाँ रोस्ट्रममा। मन्त्रीज्यूले भन्नुभएको कुरा ढाँट्नु भयो म भन्दिनँ है, त्यति धेरै शङ्का पनि गर्दिनँ। गर्नुभयो होला न त, भन्नुभयो होला त, यहाँ उभिएर ढाँट्नु त भएन होला। तर सहकारी ठगहरूलाई कारबाही चाहिँ कतिको भयो? को सहकारी ठगको चाहिँ जायज यथाबाट चाहिँ असुल उपर गरेर पैसा फिर्ता गरिएको?
त्यो पनि सार्वजनिक होस्। अन्यथा कहीँ कतै तपाईँको दूरदराजमा एउटा विद्यालय खोल्नुपर्ने, एउटा छैन के अरे होइन सानो स्वास्थ्य चौकीमा चाहिँ सिटामोल पठाउनु पर्ने भन्ने हिसाबले चाहिँ नि विनियोजन गर्नुपर्ने, मसिनो ढङ्गबाट विनियोजन गर्नुपर्ने पैसा राज्यको कोषबाट सहकारी पीडितहरूलाई पैसा दिनु, त्यो सरासर सर्वथा गलत हुनेछ। त्यसो गर्नु हुँदैन। ठगहरूको तपाईँको सहकारी ठगेका मान्छेहरूको जाय जथाबाट असुलुपर गरिएको यदि हो भने त्यस्ता मान्छेहरूबाट को कसबाट चाहिँ के कति असुलुपर गरिएको हो भन्ने जानकारी पनि हामीलाई दिँदाखेरि अत्यन्त राम्रो हुनेछ, हामी स्वागत गर्नेछौँ। सुस्तावासीहरूले आन्दोलन गर्दै हुनुहुन्छ अरे तपाईँको चाहिँ माइती घरमा भन्ने सुनियो, त्यसतर्फ पनि सरकारले ध्यान दिएर किन आन्दोलन गरिराख्नु भएको छ, के भन्न खोज्नु भएको छ भन्ने कुरालाई मसिनो ढङ्गबाट गम्भीर भएर चाहिँ नि उहाँहरूको आन्दोलनलाई सम्बोधन गरियोस् भन्ने पनि म माग राख्न चाहन्छु। अब हामी सङ्घीयतामा छौँ। सङ्घीयता भन्ने बित्तिकै डिसेन्ट्रलाइजेसन भन्ने बुझ्नुपर्छ होला होइन, राजनीतिक अधिकारकोदेखि लिएर विकासका समुचित वितरण भन्ने कुराहरू बुझ्नुपर्छ होला। आफ्नो आफ्नो बुझाइ हुन्छ, मैले चाहिँ त्यो बुझाएको छु। धरानमा हाम्रो एउटा अस्पताल छ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने, त्यो एउटा उपचार केन्द्र मात्रै नभएर त्यो चाहिँ तपाईँको चाहिँ एउटा रिसर्च सेन्टर पनि हो र त्यहाँ पढाइन्छ पनि एमबिबिएस। त्यसले गर्दाखेरि त्यो मेडिकल कलेज जस्तो पनि हो। त्यसलाई युनिभर्सिटी बनाइयोस् भन्ने माग मैले पहिला पनि राखेको छु, फेरि म त्यसलाई दोहोऱ्याउन चाहन्छु। उपत्यकाभित्र 3वटा विश्वविद्यालय, मेडिकल तपाईँको चाहिँ विश्वविद्यालय बनाउने निर्णय गरियो भनिरहँदाखेरि उपत्यका बाहिर पनि त्यस्ता कुराहरूलाई चाहिँ तपाईँको डिसेन्ट्रलाइज गरेर सङ्घीयताको अभ्यास गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु। बिपी अस्पतालको अवस्था के छ भन्ने बारेमा मैले यथार्थ सदनलाई जानकारी गराउन चाहन्छु, सभामुख मार्फत सरकारलाई जानकारी गराउन चाहन्छु। त्यो प्रतिष्ठानलाई सरकारले सञ्चालन खर्च दिने गरेको छैन। अस्पतालको सञ्चालन खर्च प्रतिष्ठानले आफ्नै आन्तरिक स्रोतबाट गर्ने गरेको, करिब 2000 शिक्षक कर्मचारीको तलब भत्ता आन्तरिक स्रोतबाट नै व्यवस्थापन गरिने गरिएको। प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत भनेको अस्पतालको आम्दानी र शैक्षिक कार्यक्रमहरू नै रहने गरेको। करोडौँ रुपैयाँ बिमा बोर्डले शोध भर्ना नदिँदा अस्पताल सञ्चालनमा गम्भीर असर परिरहेको छ। चिकित्सा शिक्षा आयोगले समेत समयमा भुक्तानी नदिँदा प्रतिष्ठानको आर्थिक अवस्था झनै बिग्रिएको अवस्था छ। करिब 600 बिघा क्षेत्रफलमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र 913 बेडको अस्पताल, करिब 1500 युजी र पिजी अध्ययन गर्ने विद्यार्थीहरूका लागि होस्टेल र 1800 शिक्षक तथा कर्मचारी का आवास रहेको छ। आजको मितिमा देशकै सबैभन्दा ठुलो पूर्वाधार रहेको अस्पताल हो त्यो। विशिष्टीकृत स्वास्थ्य सेवा, गुणस्तरीय चिकित्सा शिक्षा र अनुसन्धान क्षेत्रमा देशकै अव्वल स्थानमा उभिन सफल दक्षिण एसियामै ख्याति प्राप्त प्रतिष्ठान हो त्यो। अस्पतालमा दैनिक 3000 देखि 5000 जना बिरामीले स्वास्थ्योपचार पाउने गरेको छ। यति ठुलो प्रतिष्ठानले 100 सङ्ख्यामा मात्रै एमबिबिएसका सिट पाउनु दुर्भाग्यपूर्ण रहेको छ। तत्काल बढाएर त्यसलाई 150 पुर्याइयोस्। विगतमा विदेशी विद्यार्थीहरूको कोटा 50 वटा राखिएको थियो, त्यो कोटा काटिँदा पनि प्रतिष्ठानको स्रोत घटेको छ। 50 जना विदेशी विद्यार्थीको सङ्ख्या तत्काल बढाउनु पर्ने अवस्था देखिन्छ। देशकै गौरव मान्न सकिने गरीको पूर्वाधार रहेको यो प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालय बनाउन प्रतिष्ठानको 45औं सञ्चालक परिषदबाट समेत पारित भइसकेको निर्णय भइसकेको कुरा पनि म सभामुख मार्फत सदनलाई र सरकारलाई जानकारी गराउन चाहन्छु। अब यहाँ थुप्रै कुराहरू आएको छ, सरकारलाई दोष्ने कुराहरू थुप्रै आएको छ होइन। हामी प्रतिपक्ष अपोजिसन भनेको पनि हामी सरकारकै एउटा हिस्सा हो भन्छु म चाहिँ होइन। भनिन्छ गभर्नमेन्ट इन वेटिङ, त्यसले गर्दाखेरि हाम्रो पनि भूमिका छ। हामीले सल्लाह सुझावहरू दिइरहेका छौँ, सरकार एक्जिक्युटिभ हो, त्यसो भएको कारणले सरकारले
सकारात्मक ढङ्गबाट लिनुपर्छ सल्लाह सुझावलाई भन्न चाहन्छु। यहाँ विपदका कुरा थुप्रो आए, अब त्यो विपद कसरी हुन्छ त? दुर्घटना भयो, सरकार गएन, हेलिकप्टर पठाएन भनेर तपाईँको चाहिँ हामीले भनिरहेका छौँ। त्यो परम्परागत हिसाबबाट हामीले यसलाई हेरिरहेका छौँ। मेरो बुझाइमा दुर्घटनाको जम्मा 3टा तपाईँको चाहिँ कारण हुन्छ। एउटा प्राकृतिक, अर्को प्राविधिक र अर्को चाहिँ हाम्रो मानवीय लापरवाही। त्यो घटना कसरी घट्यो त्यसको अनुसन्धान सूक्ष्म तरिकाले हुनुपर्छ। र नेपालमा हुने जति पनि सडक दुर्घटना होस् या जस्ता सुकै दुर्घटना हुन्, ती दुर्घटनाहरू, ती विपदहरू के कारणले भइरहेको छ त्यसको जरासम्म जानुपर्छ। र जरासम्म गइसकेपछि त्यो विपदको बेलामा हामी के गर्छौँ? मैले अस्ति पनि भनेको थिएँ, यहाँ फायर एक्सटिङ्ग्विसर छ तर हामीले चलाउन आउँदैन। यहाँ इनकेस आगो लाग्यो भने हामीलाई नै आउँदैन, होइन? हामी आत्तिन्छौँ, एकअर्कामा ठोकाठोक हुन्छ, खुट्टा ठोकेर, टाउको ठोकेर हामी आफै घाइते हुन्छौँ। यहीँभित्र पनि आई ग्यारेन्टी 30% भन्दा धेरै सांसदहरूलाई यो फायर एक्सटिङ्ग्विसर चलाउन आउँदैन। खोइ त हामीलाई नै तालिम छैन भनेपछि गाउँमा बस्ने मान्छेलाई तालिम होला, होइन? उसँग तपाईँको चाहिँ फोन त छ, फोनमा के छ नम्बर? फोनमा सिडिओको नम्बर हुनु पर्थ्यो होला, प्रहरीको नम्बर हुनु पर्थ्यो होला, त्यो छैन। त्यो शिक्षा पनि हामीले दिनुपर्छ, म त्यो भन्न चाहन्छु। र विपद पर्दाखेरि के गर्नुपर्ने त? प्रहरीको नम्बर छैन, सिडिओको नम्बर छैन, अस्पतालको नम्बर छैन, जनप्रतिनिधिको नम्बर पनि छैन, अनि त्यहाँदेखि त्यो भिडमा पर्खिराख्नुपर्ने स्थिति भयो होला। गल्ती भयो, होइन? त्यो गल्ती फेरि नदोहोरियोस् भन्न खातिर हामीले प्रोएक्टिभली काम गर्नुपर्छ। मल आएन भनेर यहाँ रोइरहेका छौँ हामी, सबै देख्छु, हामी रुई मात्रै राखेका छौँ, सरकारलाई दोष नै, होइन? आज रासपाको सरकार छ, रासपालाई दोष नै, हिजो कङ्ग्रेसको त्यो कङ्ग्रेसलाई दोषियो, एमालेको थियो एमालेलाई दोषियो। तर आयात होइन, उत्पादनको नीति लिउँ न हामीले। त्यो मल हामीले बनाउन सक्दैनौँ, होइन? मल उत्पादन गरौँ न। साउन लागिसक्यो, मल छैन, किसान तपाईँको छैन के अरे पीडित छ भनेर हामी रोइरहेका छौँ। मल बनाउनेतर्फ लागौँ। मान्य म त्यो पनि भन्न चाहन्छु। छोट्याउनेतिर जाउँ। हुन्छ, म अब छोट्याउँछु। र अहिले भर्खरै सडक दुर्घटनाको कुराहरू थुप्रो आयो। दुर्घटना लापरवाहीको कारणले हुन्छ, होइन भन्ने कुरा पनि बुझेर सरकारले चर्को जरिवाना लगाएको छ। चालकहरूलाई, सहचालकहरूलाई जरिवाना होइन, तालिम चाहिन्छ, है? तालिम, ट्रेनिङ चाहिन्छ, फाइन होइन। त्यसले गर्दाखेरि त्यसतर्फ पनि तपाईँको चाहिँ सम्बन्धित मन्त्रालयले, सम्बन्धित निकायले, हामी सबैले ध्यान दिनुपर्छ भन्ने म राख्न चाहन्छु। अर्को कुरा, यो युक्रेनमा एकजना नेपाली नागरिक सुजन सुवेदी नामको नागरिक त्यहाँनिर चाहिँ तपाईँको थुनेर राखेको छ अरे भन्ने कुरा आएको छ। सम्बन्धित मन्त्रालयलाई, नेपाल सरकारलाई मेरो अनुरोध छ, कसरी हुन्छ, होइन? त्यहाँनिर चाहिँ कुटनैतिक पहल गरेर त्यो व्यक्तिलाई सकुशल जीवितै उद्धार गर्न सकियोस्, म यो पनि भन्न चाहन्छु। र अर्को कुरा चाहिँ यो चाहिँ नि डडेलधुराको एलपिआर ड्युटी गरिरहँदा सशस्त्र प्रहरी ओम प्रकाश पुन भन्ने व्यक्ति चाहिँ महाकालीमा बगेर शहीद हुनुभएको रहेछ। र उहाँले अस्ति भर्खरमा आउँदाखेरि उहाँले पाउनुपर्ने असुविधा के हुन्छ, अब मान्छे त बितेर गइसक्यो, उहाँको परिवारले पाउनुपर्ने त्यो राहत होला के होला, त्यसमा पनि थुप्रै हामीलाई यहाँ झन्झट रहेछ भन्दै हुनुहुन्थ्यो। म यही रोस्टमबाट त्यसलाई पनि सहजीकरण गरियोस् भन्नेतर्फ सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। र पुनः एकचोटि मैले यो संविधान संशोधनको बारेमा गम्भीर हामी हुनुपर्छ। यो जानिएन भने पेन्डोरा बक्स जस्तो हुन्छ। पेन्डोरा बक्स भन्ने बाट चाहिँ त्यो बक्स खुल्ने बित्तिकै त्यहाँबाट अनेक परीको कुराहरू निस्केर, होइन, एनर्की, एकदम धेरै अराजकता हुन्थ्यो अरे भन्ने खालको चाहिँ कहानी जस्तो नहोस्। हामी सबैले राम्रो देश बनाऊ। 100 दिनको जुन कोसिस सरकारको छ त्यसप्रति हार्दिक धन्यवाद र बधाई पनि दिँदै मेरो भनाइ यही राख्दछु। नमस्कार।